हेलो नमस्ते एभ्रिवान गुड मर्निङ वेलकम टु माई भ्लग। यो चाहिँ म आज फारो भन्ने ठाउँमा आउँदैछु। फारोबाट चाहिँ मेरो गाडीको बस टिकट छ हैन। लगभग 6:30 बजे चाहिँ मेरो फारो टु लिजबुवाको छ। म चाहिँ त्योभन्दा अगाडि तपाईहरुलाई बिहानको टाइम हो, म जाँदैछु। त्योभन्दा अगाडि म तपाईहरुलाई फारोको केही झलकहरु देखाउन चाहन्छु। तपाईहरु घर बसी हैन मेरो भ्लग हेर्नु भएर सबैजनाले मेरो भ्लगलाई माया गरेर हैन लाइक सब्स्क्राइब गरिदिनु होला र तपाईहरुलाई यदि मन लाग्यो भने कमेन्ट पनि गरिदिनु होला मेरो भ्लगमा। यो चाहिँ फारो हो। जति पनि मान्छेहरु फारोमा घुम्न आयो भने यो लभ यो फारो लेखेको छ यहाँ चाहिँ मान्छेहरु घुम्न आइरहन्छ, फोटो खिच्छन्। यहाँ मेरो पछाडीको ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ तपाईहरुले। यहाँ चाहिँ बोर्डहरु राखिएको छ। यो चाहिँ बीचमा पौडी खेल्ने ठाउँ, समुद्रहरु जाने गर्छन् मान्छेहरु यहाँबाट। अनि त्यसपछि जुन मेरो पछाडी देख्नु भएको छ इभा होटल, यो चाहिँ 4 स्टार 5 स्टार होटल हो हैन। त्यसपछि जुन अझ पनि घुमाएर देखाउँदै गर्छु म तपाईलाई, यो चाहिँ फारोको सिटी हो हैन। अब सानो हो तैपनि त्यस्तो बिना ठुलो हैन। अहिले चाहिँ बिहानको टाइम भएर अहिले सुनसान पिसफुल छ गाइज। म चाहिँ अब यहाँबाट मेरो 6:30 बजेको बसको टिकट छ, त्यही भएर म बस स्टेसनतर्फ लाग्दैछु। तपाईहरुलाई देखाउँदैछु गाइज, हेर्नु होला। सो गाइज लेट्स गो गाइज। म चाहिँ अहिले बस स्टेसन जाँदैछु। अहिले चाहिँ बिहानको टाइम भएर एकदम फ्रेस कुल भएर हैन हिँड्दैछु। सो म तपाईलाई बस स्टेसन पनि देखाउँछु। सो मेरो पछाडिपट्टि जो अघि मैले तपाईलाई देखाइरहेको छ नि यो होटल इभा होटल, म तपाईलाई देखाउँदै लानेछु। गाइज म चाहिँ यहाँबाट बस स्टेसन जाने क्रममा बाटो कहाँबाट थाहा छ। पिसफुल ठाउँ छ, राम्रो छ। फारो घुम्ने ठाउँ पनि हो, टुरिस्ट एरिया हो। सो गाइज म चाहिँ लिजबन जाने क्रममा बाटोमा तपाईलाई म के भयो, कुन ठाउँ जाने हो म तपाईलाई देखाउँदै जानेछु गाइज। म चाहिँ 2 दिन छुट्टी हो। 2 दिन छुट्टीमा म तपाईलाई लिजबनबाट कुन ठाउँ कहाँ जाने हो, कस्तो ठाउँमा घुम्यो भनेर त्यो भिडियोहरु पनि तपाईलाई अपलोड गर्नेछु। मेरो भिडियो हेर्न जानु होला मेरो भ्लगमा। सबैले माया गरेर लाइक शेयर र सब्स्क्राइब गरिदिनु होला। सो गाइज म चाहिँ अहिले बस स्टेसन आइपुगिसकेछ है। यो चाहिँ हाम्रो बस चढ्ने ठाउँ हो हैन। यहाँ चाहिँ टिकट काट्ने ठाउँ हो। टिकट चाहिँ काटिसकेको छु मैले अनलाइन, त्यही भएर यहाँ चाहिँ घुरेर बस्ने हो।
वा यहाँ चाहिँ मेरो फिलिक्स बक्स हो। यहाँ चाहिँ बस आउने ठाउँ हो। यो बस चाहिँ आएको छैन रहेछ अहिले। हो सायद मेरो बस चढ्ने ठाउँ उतापट्टि हुनसक्छ। म त्यहाँ जाँदैछु। तपाईँलाई मेरो बस देखाउँदैछु गाइज। यहाँबाट जाउँ हामी अब। यस मेरो बस चाहिँ अलरेडी लागिसकेको छ त्यहाँ। तपाईँलाई म देखाउँदैछु। मेरो चाहिँ यहाँ अलार्म पनि बजिरहेछ। म चाहिँ बस भएको ठाउँमा जाँदैछु गाइस है। मेरो बस चाहिँ अलरेडी गइसकेको छ। 6:30 हो। बस सायद कहाँबाट लाग्छ होला। फिलिप्स बक्स त हो। निस्किसकेको छ 6:30। मेरो बस लाग्ने ठाउँ आइपुगिसकेको छ गाइज। हेर्नु होला। अब सायद मान्छेहरू पनि त्यहाँ कुरेर बसिरहेको छ। म जाँदैछु होइन। मेरो बस लाग्ने ठाउँ हो होइन। सो फाइनली गाइस म चाहिँ यहाँ बस स्टेसन आइपुगिसकेको छु ल। तर अहिले चाहिँ मेरो बस टाइम भएन। अझै आधा घन्टा बाँकी छ। त्यसपछि म तपाईँलाई फेरि देखाउनेछु गाइस। बाई बाई।